So guys, welcome back to my new video and धेरै पछि भिडियो बनाइरहेको छु हैन अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ घुम्न जाँदैछौँ यत्रो दिन भयो घर आएको घुम्न जानै पाएको थिएन धेरै टाढो आज जाँदैछु त्यही पनि माथि डाँडा कहिले पुग्छ त्यो पनि थाहा छैन मलाई फेरि अब यस्तो उकालो चढेर यस्तो तेर्सो गरेर फेरि उकालो चढ्नु पर्छ नि कहिले पुग्नु त्यो नि यस्तो घाममा आज त 2 केजी त तिमी घट्छौ नि आज त घट्नेको लागि हिँडेको नि त मजिक्स अस्ति अलैँची बोके डेन्जर भयो आज उकाल चढे डेन्जर हुन्छ हाम्रो त फेरि अहिले चाहिँ आउँदा आधी घन्टा हिँड्छ त्यो माथि आधी बाटो होइन डाँडा पनि पुगेको छैन क्या यो बिजोको त है यो बिजोक त हेर्न सक्ने भइहाल्यो नि जस घाम पनि लागेको छैन घाम लाग्यो भए त फेरि तेल छुटिहाल्थ्यो नि जस घाम लागेको छैन त्यतिमै खुसी हो उकालो हिँडेर त्यस्तै हो फेरि अघि चाहिँ हामी उकालो चढ्नु पर्थ्यो भने अब चाहिँ तेर्सो हिँड्नुपर्छ अलि परसम्म त्यहाँबाट फेरि उकालो नै हो हिँडाइ त आज उकालै मात्रै हुन्छ न जस्तो तलबाट उकालो भने अनि थोरै तेर्छ त्यहाँदेखि फेरि उकालो चढ्ने अनि मा 17 पुग्छ भरे आउँदा चाहिँ ओह्रालो फेरि जाँदा 2 घन्टा लागेन आउँदा चाहिँ 30 मिनटमा चाहिँ आइपुगिन्छ काशी छिटो हिँड्यो भने चाहिँ त्यही हो फेरि अब चाहिँ 6 नम्बरमा आयो त्यहाँ 17 6 नम्बर कुन अरे यो 6 नम्बर यो भइहाल्यो त्यहाँदेखि माथि 17 अहिले चाहिँ हामी ट्याक्कै 6 नम्बर आइपुगिसक्यो जस्तो 6 नम्बरको गुम्बा आइपुगिसक्यो होइन यहाँ गुम्बा छ अनि यहाँ चाहिँ बल्ल आइपुग्यो फेरि अहिले घाम लागेको छैन अहिले त्यस्तै घाम लागिरहेछ योमा डाँडातिर चाहिँ कुहिरो लागेको छ नि यहाँ चाहिँ गर्मी घाम अब चाहिँ पानी पर्नु थालिहाल्यो जस्तो गर्मी है आउँदा त यस्तो घाम लागेको टङ लाग्छ अहिले आन्दा के गर्नु केही गर्नु सक्ने होइन त्यही फर्काउनै बस्ने त हो नि झन्डै छाता चाहिँ ल्याएर आएको थियो र ढुक्क क्या पानी पऱ्यो भने यत्तिकै भिजिदिन्छ होला आधी घन्टा त यार यो ठाउँ हेरौँ अब भर्खर आएको फाइनली भयो म त अघि आइसकेको जसको साथी पनि ल्याएर आइछ कहाँबाट ल्यायो जस अहिले चाहिँ हामी सल्लाहघारीमा आएको छु होइन पानी परेर यस्तो धुमिँदै लप्री देख्छ क्या यस्तो धुमिदिरहेछ नि बस हामी चाहिँ सल्लाहघारीमा आएको छौँ यहाँ चाहिँ सही लाग्छ क्या यहाँ झ्याप्पे आएर बस्ने बेलुका आएर एक रात सुत्योरी चाहिँ जहाँ चाहिँ मजा आउँछ जस्तो लाग्छ क्या मलाई एकचोटि ट्राई चाहिँ गर्नुपर्ने छ सुतिर जाउँ जस त्यसको फेरि काल हुन्छ जस्तो यहाँ आउँदा चाहिँ यति भन्नुहोस् भने त्यत्रो 3 घन्टा चाहिँ हिँड्यो होला दोषले गर्दा लगभग 1 घन्टाबाट पनि 2 घन्टा चाहिँ दोस्तै रुवाइ छोड्यो 3 घन्टामा आइपुग्दा यस्तो क्या आउँदा चाहिँ लप्ली लाग्थ्यो क्या मलाई के कस्तो लाग्थ्यो पानी पनि भन्ने धेरै पनि होइन त्यो पनि छाताहरू छाताले पनि क्या अब खोल्नु छ त हावाले उडाएर क्या उल्टो पल्टिने यहाँ त जस्तै पानी पऱ्यो भने छाता खोल्नै मिलेको छैन क्या नखोल्नै भएन भिज्दै हिँड्ने भने भिज्दै हिँडिरहेको छ पानी त भइरहेछ नि हाम्रो चाहिँ 17 फर्किँदा हालत के भयो जुकाले त्यो र यस्तो रनिङ हानिदिएको नि त छैन हेर त हेर नि 1 2 3 4 5 6 7 8 8 9 10 11 यहाँ न 12 13 एउटै खुट्टामा चाहिँ अर्कोमा कतिवटा होला यहाँ निस्क्यो उता पल्लोपट्टि 15 पछाडि यता हेर 17 18 19 20 यहाँ भित्र 21 22 23 24 हातमा एउटा 25 मेरो कतिवटा कस्तो मजा हो अब जुका के लाउँछु ल